ल है, एउटा कुरा सोचौं त। बाटोमा हिँड्दै गर्दा अनि अचानक पैसा भेटियो, त्यो बेला मनमा के कुरा खेल्छ होला? आज हामी यही सानो तर एकदमै गहिरो प्रश्नको बारेमा कुरा गर्दैछौँ। हो, यही अवस्थाले हामीलाई एउटा यस्तो प्रश्नको अगाडि ल्याइपुर्याउँछ जुन सुन्दा त एकदमै सामान्य लाग्छ, तर खै यसको जवाफ त्यति सजिलो भने छैन। पहिलो र सबैभन्दा महत्त्वपूर्ण प्रश्न त यही हो, त्यो भेटिएको पैसा भाग्य हो कि दुर्भाग्य? के यो भाग्य चम्किने संकेत हो कि कुनै नराम्रो कुरा हुन लागेको लक्षण? अनि मानौ त्यो पैसा टिपियो रे, त्यसपछि के हुन्छ? सोचे जस्तै फाइदा होला कि नसोचेको कुनै समस्या पो आइपर्ने हो कि? तर अर्कोतिर त्यसलाई त्यही छोडिदिने हो भने नि के एउटा राम्रो मौका त्यसै खेर गइरहेको छ? हेर्नुस् त, दुविधा कति जटिल छ। ल, अब यो दुविधालाई हाम्रो पुरानो मान्यता, हाम्रो परम्पराले चाहिँ कसरी हेर्छ त्यतातिर लागौ है, किनभने यसको पछाडि केही गहिरो विश्वास र डरहरू पनि लुकेका छन्। हाम्रा बाजेबराजुहरूले भन्ने गर्थे र यो भनाइमा एकदमै गहिरो अर्थ छ, सबै देखिने धन आफ्नो हुँदैन। यो सानो वाक्यले नै कति ठूलो कुरा भन्छ, हैन त? त्यसो भए किन यस्तो हिचकिचाहट त? किनभने पुरानो मान्यता अनुसार बाटोमा भेटिएको पैसा त्यसको मालिकको दुःख, ऋण, रोग अथवा कुनै दुर्भाग्यसँग जोडिएको हुन सक्छ। भनेपछि त्यो पैसा टिप्नु भनेको त अरूको समस्या, अरूको बोझ आफूले बोक्नु जस्तै भयो नि। तर एकछिन, के भेटिएका सबै पैसा अशुभ नै हुन्छन् त? त्यस्तो पनि होइन, पैसा टिप्ने पनि केही नियम र अवस्थाहरू छन् अरे। ल, अब त्यही नियमहरू के रहेछन् हेरौँ न त। परम्पराले भन्छ केही अवस्थाहरूमा भेटिएको पैसा टिप्नै हुँदैन, जस्तै एकदम सुनसान बाटोमा वा फोहोर रगत जस्तो कुरासँगै भेटियो भने, या राति एक्लै हिँड्दा। तर अर्कोतिर यदि पैसा मन्दिर नजिक कुनै पसल वा ब्याङ्क अगाडि भेटियो अथवा कसैले खसालेको देखियो भने त्यो पैसा फिर्ता गर्नु चाहिँ सबैभन्दा ठूलो पुण्य मानिन्छ। त्यसैले यसको सार के हो भने, जब इमानदारी देखाएर कसैको पैसा फिर्ता गरिन्छ नि, त्यसले आफ्नै भाग्यलाई झन बलियो बनाउँछ भन्ने गहिरो विश्वास छ। ल, मानौ अन्जानमै पैसा टिपिहालियो अनि अब मनमा डर लाग्न थाल्यो। अब के गर्ने? नातिनुस्, यसको पनि समाधान छ। यसको लागि 3वटा एकदमै सरल उपायहरू छन्। पहिलो, त्यो पैसालाई लगेर मन्दिरमा दान गरिदिने। दोस्रो, त्यसले कुनै जनावर जस्तै गाई, कुकुर वा कुनै गरिब खाँचोमा परेको मान्छेलाई खाना खुवाइदिने। अनि तेस्रो, घर फर्केपछि मज्जाले हात खुट्टा धोएर मनलाई शान्त पार्ने। यसो गर्दा जति पनि नकारात्मक असर छ त्यो सबै हटेर जान्छ भन्ने मान्यता छ। ल, यतिन्जेल हामीले पुरानो मान्यताको कुरा गर्यौं। अब अलिकति अगाडि बढेर आजको व्यावहारिक संसारमा यो कुराको के अर्थ लाग्छ त्यतातिर लागौं। अब धेरैको मनमा यो प्रश्न आउन सक्छ, के यी सबै कुराहरू केवल अन्धविश्वास मात्रै हुन् त? के यसको कुनै वास्तविक वैज्ञानिक आधार छ र? खै, यसलाई विश्वास मान्ने कि अन्धविश्वास त्यो त आफ्नो ठाउँमा छ, तर एउटा कुरा भने एकदमै निश्चित छ, र त्यो सत्य के हो भने अरूको पैसा फिर्ता गर्ने मान्छेको जीवनमा कहिल्यै पनि साँचो घाटा हुँदैन, किनभने इमानदारीले कमाएको सम्मान र मनको शान्ति त्यो नै त हो नि सबैभन्दा ठूलो भाग्य। ल, हामीले दुवै पक्षलाई हेर्यौं, एकातिर परम्परागत विश्वास, अर्कोतिर व्यवहारिक सत्य। अब अन्त्यमा कुरा आउँछ छनोटको। त्यसो भए यदि बाटोमा पैसा भेटियो भने अन्तिम छनोट के हो त? भाग्यमा भर पर्ने कि आफ्नो विवेक प्रयोग गर्ने? सायद यही निर्णयले नै मान्छेको चरित्रबारे धेरै कुरा बताउँछ होला।